हेलो 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 गाइज, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ म र मम्मी भएर पुरकोट जान लागेको। पुरकोट चाहिँ हाम्रो मामा घर हो अनि ट्याक्कसँग जान लागेको। अब म र मम्मी भएर अहिले चाहिँ हामी यो राति पोखरीमा छौँ। अब यहाँबाट चाहिँ हामी जान्छ मम्मी र म भएर पुरकोटतर्फ होइन। लगायत हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु गरियो। बिचमै कुकुर थियो अनि कुकुरलाई छल्दै छल्दै अगाडि बढियो गाइज। बाटो चाहिँ अत्यन्तै सजिलो छ अहिले यो राति पोखरीको। यो बाटोमा चाहिँ अहिले पिच गरेको हुनाले अत्यन्तै सजिलो अनि छिटो यात्रा गर्न सकिने भएको छ यो बाटोमा। यहाँ बाइकहरू रहेछन् गाइज, के को बाइकहरू हो थाहा भएन त्यो त। हामी चाहिँ गाइज राति पोखरीबाट एक मिनट नि लाग्दैन कि चोरकाटे पुग्न, यस्तो सजिलो बनेको छ बाटो गाइज। अनि अत्यन्तै सजिलो भएको छ यो बाटो। अनि गाइज यो यस्तै छ। अब अनि यो चाहिँ घुम्टी आइसक्यो गाइज। अब घुम्टीमा चाहिँ हर्न मार्दै मार्दै जानुपर्छ गाइज। अनि गाइज पुगिन्छ होइन। अब गाइज हामी चाहिँ चोरकाटे आइपुग्न लाग्यो। अगाडि पनि एउटा घुम्टी छ गाइज। अब घुम्टी छ बाटो, तर सजिलो छ यो बाटो, त्यस्तो गाह्रो छैन। 40-50मा हिँड्ने जस्तो बाटो छ, सजिलो खालको बाटो। गाह्रो होइन कि अहिले बनाएको छ नि त, त्यही भएर सजिलो भएको छ। हामी चाहिँ गाइज हेर्दै अब चोरकाटे र अमरपुरको बिचमा आइसक्यौँ। यहाँबाट चाहिँ अगाडि चारतर्फ बाटो छ अनि चारवटा बाटोतर्फ चाहिँ हामी अहिले ओह्रालो लाग्नुपर्ने हुन्छ होइन। यहाँ चाहिँ चारवटा बाटो छ गाइज। हामी चाहिँ त्यो यही बाटो नछोडिकन यो ढलाइ गरेको बाटो हुँदै जानुपर्छ तलतिर। हामी चाहिँ यो बाटो गयौँ भने सिधै फुलबारी पुगिन्छ अनि फुलबारी सिमलटारी हुँदै जाने हो हामी चाहिँ पुरकोटतर्फ होइन। यहाँ चाहिँ गाइज सजिलो बनाएको रहेछ। अब गाइज फेरि आयो, अफरोड आयो। ल अलिकति बाटो सजिलो हुन्छ अनि फेरि गाह्रो हुन्छ, यस्तै छ गाइज। जे होस् त्यस्तो गाह्रो ठाउँमा चाहिँ अलि राम्रै गराएको छ क्या अहिले बाटो। नत्र पहिला अत्यन्तै गाह्रो हुन्थ्यो पुरा होइन। ढुङ्गा धुलो माटोले गर्दा हिँड्नै गाह्रो हुन्थ्यो कि पहिला, त्यस्तो हुन्थ्यो। तर अहिले चाहिँ गाइज विकास भइरहेको छ, बाटो चाहिँ सजिलो बनेको छ होइन, जसले गर्दा हामीलाई यात्रा गर्न सजिलो अनि छिटो छरिटो भएको छ गाइजहरू। ल गाइजहरू अगाडि हेर्नु त कस्तो हिलो, लास्ट हिलो छ। यस्तो हिलोमा कसरी जाने हो मामा हो, कस्तो हिलो के। अब यो हिलो हुँदै जानुपर्छ। मेरो खुट्टै हिलो हुने भयो। हेर्नु न गाइज, यस्तो हिलो छ अगाडि बाटो नि। अरू लिक पनि छैन कि, यही लिक हिँड्नुपर्छ। हिलो चाहिँ भयो नि, हरिप लिर्किरहेको छ गाइज। अगाडिको टायर त हरिप गुडिरहेको छ के अरे, अघि पछि गरिरहेको छ गाइज। सम्हाल्नुपर्छ। ल गाइज, ल फाइनली कट्यो हिलो पनि। अगाडि पनि रहेछ नि अलिकति त। आमा हो, कस्तो हिलो हो कि यो फुलबारी जाने बाटोमा पनि। सजिलो जस्तो लागेको थियो यो बाटो त, हिलो भएको रहेछ अहिले त गाइज। यस्तो खराब भएछ बाटो। यहाँबाट चाहिँ गाइज कता हाल्ने, अब ढिकातर्फै हालेर जाऊँ ल। यो बिचबाट हाल्यो भने फेरि अगाडि गर्दा त्यस्तो छ, ढिकुना गर्दै जानुपर्छ गाइज बाटो यस्तै भएपछि। अगाडि चाहिँ ट्र्याक्टरको रहेछ, ट्रली रहेछ, कसको ट्र्याक्टरको। ल गाइज यति भएपछि चाहिँ फाइनली हामीले यो यति हिलो कट्यो है त गाइज। स्कुटी रोकेर हेरौँ त कति हिलो भयो हाम्रो। खुट्टामा आउँदै कतिको हिलो लाग्यो गाइज। त्यस्तो हिलो हटाउनु पर्थ्यो। हेर्नु न त्यस्तो हिलो छ। ल गाइज हेर्नु न यो हिलो कस्तो लाग्छ खुट्टाभरि। गाइज हेर्नु त, यस्तो चप्पल धोएर आएको थियो होइन, अब फेरि धुनु पर्ने भयो। यस्तो हिलो भयो थियो। ल गाइज अहिले चाहिँ हामी फाइनल्ली फुलबारी कट्यौँ। अब फुलबारी कटेर हामी चाहिँ सिलारीतर्फको यात्रामा छौँ होइन। मम्मीले चाहिँ उता टिकटक बनाइराख्नु भएको छ। उतै मम्मीले त मम्मीले त जहाँ गए पनि हो कि टिकटक नबनाइकन मम्मी बस्न सक्नुहुन्न गाइज। त्यस्तै छ मम्मीको हालत चाहिँ। अब चाहिँ गाइज हामी सिधै सिलादी हुँदै लागिन्छ। बाटो गाइज अत्यन्तै सजिलो छ, 40-50को स्पिडमा हिँड्न सकिने बाटो छ, सजिलो बाटो छ। अब चाहिँ यो सिमलटारीदेखि माथि कहाँ भन्छ त्यो ठाउँको नाम त थाहा भएन होइन, तर सजिलो छ बाटो गाइज। सजिलो बनाएको छ अहिले त बाटो, जस्तो भयो नि जे भयो भने। अनि आनन्दले हिँड्न सकिन्छ। अलिक घुम्टीमा चाहिँ ख्याल गर्नुपर्छ गाइज। यहाँ चाहिँ अत्यन्तै सानो घुम्टी छ कि, लास्टै सानो। अनि सानो घुम्टी भएर चाहिँ अलिक गाह्रो हुन्छ होइन। ल गाइज यहाँ हेर्नु न, घुम्टीमा यस्तो खाल्टो छ क्या। अरू ठाउँ खाल्टो हुन्न, घुम्टीमै खाल्टो हुन्छ गाइज। अनि घुम्टीमा खाल्टो भएपछि कताबाट हाल्ने के गर्ने भन्ने हुन्छ नि त, फेरि नयाँ सिकारुहरूलाई होइन। अनि गाह्रो पर्छ नि त गाइज। मम्मीले चाहिँ उता टिकटक बनाइ हुनुहुन्छ कि, फेरि टिकटक नबनाइकन त मम्मी बस्नै नसक्ने गाइज। हेर्नु न यो कति सानो घुम्टी छ क्या, बाटो नि सानो भइदिन्छ हो घुम्टीमा आएपछि त। अरू त ठुलो भएको हुन्छ होइन, अनि फेरि बिचमा आएर सानो घुम्टी आइदिन्छ र फेरि गाह्रो पार्छ के। सानो घुम्टीमा उताबाट आएको गाडी पनि थाहा हुन्न, केही
केही कसो थाहा हुन्न कि आवाज पनि थाहा हुन्न, त्यो बिचमा घर भएर पनि होला, अब त्यस्तो गराउनु परेको बाध्यता नि होला। अहिले हामी चाहिँ घमिर आइएछ है, घमिर भन्छ यो ठाउँलाई चाहिँ, घमिर भन्दो रहेछ कि यो थाहा थिएन कि मलाई लागेको थियो कि यो सिलाइदियो भन्छ भनेर, तर घमिर भन्दो रहेछ। अनि गाईलाई माथितिर चाहिँ एउटा खतरा नर्सरी छ, यो हाम्रो मालिक गाउँपालिकाकै प्रसिद्ध नर्सरी। यहाँ चाहिँ हाम्रै बोट बिरुवाको बिउहरू अनि पछि त्यो बेर्नाहरू लगाउने गर्छौँ। यहाँ बेर्ना लगेर फलाउने अनि त्यो फलाएपछि त्यही बेर्नाबाट उब्जनी गर्ने गर्छौँ भने गाई यो चाहिँ अत्यन्तै महत्त्वपूर्ण ठाउँ पनि हो कि यो हाम्रो मालिक गाउँपालिकाको। अनि गाई अगाडि चाहिँ अब खतरा पुल छ हेर्नु है, यो चाहिँ हाम्रो घमिरे खोलाको पुल भन्छ यो पुललाई। यहाँ चाहिँ पहिला पुल थिएन, अनि यो पछि बनाएको पुल हो गाइस। यहाँ यो पुलमा चाहिँ मलाई एउटा समस्या लाग्छ कि यताबाट जाँदा सर जान सकिन्छ होइन आनन्दले जतिको स्पिडमा पनि, अनि उताबाट आउने बेलामा स्पिड आएको बेला घुम्टी मोड्नै सकिन्न, काट्नै सकिन्न, घुम्टी काट्दैन त। अनि हेर्ने अगाडि आएर कस्तो सानो बन्दैछ क्या यहाँ घुम्टीमा, यस्तो पिच गरेको बाटो छ अनि सानो घुम्टी गर्दै पछि गाइस एक्सिडेन्ट हुन्छ नि होइन। अलि सम्हालेर बनाउनु पर्ने हो जस्तो लाग्छ मलाई चाहिँ। अब तपाईँहरूलाई के लाग्छ, अब यताको बासिन्दाहरूलाई तर्क त्यो चाहिँ तपाईँहरूको आफ्नो आफ्नो हो होइन गाइज। ल गाइज अब चाहिँ हामी सिमलटारीको बजार प्रवेश गरियो। यहाँ चाहिँ सुरुमै ग्यारेज छ अनि खोला तरेर हामी चाहिँ बजार प्रवेश गर्छौँ। माथिको चाहिँ बजार एरिया होइन, यो चाहिँ पुल भयो सिमलटारीको बजार प्रवेश गर्दाखेरिको। सिमलटारीको बजार प्रवेश गर्दा पनि पुल छ, खोला छ, अनि त्यो अन्त्य हुँदा पनि खोला र पुल छ कि। अनि त्यसरी चाहिँ हामीले सिमलटारीको बजार हो भनेर थाहा पनि सकिन्छ। दुईवटा खोलाको बिचमा रहेको छ गाइज। ल यहाँ चाहिँ हाम्रो ब्याङ्कहरू छ होइन, ग्लोबल आइएमई, साइन्टिफिक के ब्याङ्क हो। अब हामी गाइज यो सिमलटारीको बजार पुरै चालेर चाहिँ हामी सिधै जानुपर्ने हुन्छ अगाडि चाहिँ गाइजहरू। यहाँ माथिपट्टि चाहिँ स्कुल छ अनि माथि तल्लोपट्टि चाहिँ स्कुलको चौर छ क्या, खेलकुद गर्ने। अनि गाइज यहाँ चाहिँ सिमलटारीको पहिलो बजारको सुरुको ऊ चाहिँ काटियो होइन हामीले। अब यहाँबाट हल्का ओह्रालो छ अनि ओह्रालो कटेर जानुपर्ने हुन्छ गाइज। अगाडि चाहिँ गाइज त्यो रुखहरू देखेर के हो भन्नु होला तपाईँहरूले होइन। यो चाहिँ गाइज हाम्रो योगीकुटी भन्छ, यो सिमलटारीको योगीकुटी भन्छ। यहाँ चाहिँ भजनहरू हुने रातिमा, अनि ऋषिहरूले योग गर्ने ठाउँ भन्छ नि, त्यस्तै हो कि। अगाडि 3वटा कुकुर 3 ठाउँ सुत्दिरहेको छ बाटो छेकेर गाइज, के हो यस्तो भइदिन्छ गाइजहरू। न कुकुरहरूलाई आएर बाटो छेकेर सुत्दिन्छ हो नजाऊ भनेर। अनि गाह्रो परिहाल्छ नि यो चलाउने मान्छेहरूले त, अत्यन्तै गाह्रो पर्छ नि। कोही अब नजानेको हुन्छ, सिकारु हुन्छ, खासै कन्ट्रोल गर्न नजाने हुन्छ, अनि गाह्रो परिहाल्छ नि त्यस्तो हुँदा। अनि गाइज सिमलटारीको बजार चाहिँ मान्छे भिडभाड पनि त्यत्तिकै रहेको छ, जो पनि बजार एरिया। अब चाहिँ गाइज हामीहरू ढाबा प्रवेश गरियो। यहाँ चाहिँ सिमलटारीको बस पार्क पनि हो कि। यहाँ चाहिँ सिमलटारीको बसहरू पार्क भएको हुन्छ। यहाँबाट चाहिँ हामी सिधै तम्घास, काठमाडौँ अनि बुटवलतिर जान सक्छौँ। ल गाइज हामीलाई चाहिँ सिमलटारीको बजार कटियो। अब चाहिँ हामी पुरै अफरोड जानुपर्ने हुन्छ गाइज। पहिला यस्तो अफरोड थियो गाइज अहिले त्यहाँ होइन, अहिले चाहिँ कस्तो बनाएको छ भन्ने बाटो। यहाँ त गाइज अलिकति ढलान गर्दैछ, सजिलो भयो। अगाडि चाहिँ कस्तो छ ल, अगाडि त गाइज पुरै पिच गरिदिएको छ त, आनन्द पो भइदिएछ त गाइज, आनन्दको भएछ हो बाटो त। पहिला यस्तो गाह्रो थियो, यहाँ गाडीहरू फस्ने हुन्थ्यो, ढुङ्गा धुलो कस्तो थियो अहिले त पुरै आनन्दको गर्दैछ, मजाले हिँड्न सकिने आनन्दको बाटो भएछ नि गाइज। आमा हो यत्तिको चाहिँ हुन्छ कि, यो चाहिँ हामी मदाने हो नि त, मदानेमा यत्तिको विकास चाहिँ भएकै हुन्छ कि जे भयो नि गाइज। लगेर हामी मदानेमा प्रवेश पनि गरियो सजिलो बाटोसँगै, आनन्दको होइन यात्रा सुखद सफल हुने खालको बाटो रहेछ। यत्तिको बाटो भएपछि त गाइज हामी त अब कति 10-15 मिनट ल मामा घर पुगिन्छ। यत्तिको बाटो भएपछि गाइज अरू केही चाहियो त चाहिएन नि त। लगेर हामी चाहिँ आनन्दले सलल मामा घरतिर लाग्यो होइन यही बाटो हुँदै। ल अगाडि त जेब्रा पनि हान्दै आइछ, जेब्रा क्रसिङ पनि। यस्तो बाटो के अरे यति सानो बाटोमा पनि जेब्रा क्रसिङ हान्दैछ गाइज। तर जे होस् ठिकै हो, जेब्रा क्रसिङबाट हिँड्दाखेरि अब केही पऱ्यो, केही एक्सिडेन्ट भयो भने गल्ती चाहिँ के अरे गाडीहरूकै हुन्छ नि त। फेरि जेब्रा क्रसिङमा त स्लो गरेर हिँड्नुपर्छ होइन, मान्छेहरू हिँड्ने ठाउँ नै हो, त्यही भएर पनि राख्दै होला गाइज। राम्रो गऱ्यो त्यो जेब्रा क्रसिङ राखिदिएर, सही गरे हो यो चाहिँ। अब गाइज हामी चाहिँ सरर जानुपर्ने हुन्छ। बाटो त आनन्दको भएछ, पहिलाभन्दा धेरै नै राम्रो भएछ कि। मलाई त अझै पनि त्यस्तै छ कि भनेर सपना देखेको थिएँ गाइज हिजोदेखि, तर बाटो त्यस्तो रहन्छ, आनन्दको बाटो रहेछ गाइज। अगाडि मान्छेहरू हेर्दै सल्ल गाइज आनन्दले अगाडि बढ्दै। यत्तिको चाहिँ हुनपर्छ कि यात्रा 40-45को स्पिडमा त गाइज आनन्दको बाटो, आमा हो यत्तिकै सजिलो बाटो भएपछि मामा घर आउने मन पो लाग्छ नि गाइज। अस्ति नै त सपना देख्नु पर्यो 2 दिन पहिला, गाह्रो बाटो हुन्थ्यो। ल गाह्रो ठाउँमा त उयो गर्दैछ क्या हिजो, ढलान गर्दैछ कि, जसले गर्दा गाह्रो बाटो नै सजिलो भयो। अनि बाँकी रहेको जुन त्यो सजिलो ठिक्कको बाटो थियो नि,
त्यहाँ पनि पिच गरिदिएपछि त आमा हो यति भइसकेछ हेरहरू यत्तिकै आनन्दको सजिलो बाटो भइसक्यो हामी सल्ल माल पुगिन्छ मामा घर यति भइसकेछ अब हामी मामा घर 10-15 मिनटमा पुगिन्छ यत्तिको बाटो चाहिँ हुनुपर्छ के सपना देख्ने मात्र भयो कि यस्तो सजिलो बाटो रहेछ अहिले त ल गाइज अब चाहिँ हामी काफलपाटा भन्ने ठाउँमा पुग्न लागि है त यो चाहिँ सिम भन्छ के भन्छ कसले सिम त होइन गाइज के भन्छ त्यस्तै होइन यो चाहिँ हामीले काफलपाटा भनेर चिन्छौँ यहाँ चाहिँ के हो काफल पाइने भएर हो कि के हो यो जङ्गल कर्दा बित्तिकै हामी चाहिँ काफलपाटा पुगिन्छ काफलपाटा चाहिँ हाम्रो सानो भएको घर छ होइन त्यहाँ चाहिँ एकछिन बस्नुपर्ने हुन्छ गाइजहरू अनि काफलपाटा भएर हामी काफलपाटा हुँदै पुग्ने हो पुर्कोट मामा घर चाहिँ काफलपाटाको बाटो पनि गाइज त्यस्तै नै होला अब कस्तो होला र तर त्यहाँ चाहिँ पहिलेदेखि नै गाइज पिच गरेको थियो अगाडिको बाटो अलिकति लगभग 100-150 मिटर जति पिच गरेको थियो गाइज अनि त्यहाँ चाहिँ आनन्दको बाटो छ होइन अब त्यो बाटो चाहिँ यहाँ अगाडिबाट सुरु हुन्छ गाइज अब हामी चाहिँ काफलपाटा चाहिँ पुगियो गाइज होइन यो चाहिँ काफलपाटा भन्छ यहाँ चाहिँ गाइज आनन्दको बाटो छ होइन माथिपट्टि स्कुल पनि रहेको छ तलपट्टि हस्पिटल गाइज आनन्दको ठाउँ छ यहाँ त आनन्दले पुगिन्छ होइन अब गाइज हामी सिधै लागिन्छ है त अब सानो घरतिर गाइज ल अगाडि चाहिँ गाइज यही नै हो हाम्रो सानो घर गाइज अब यहाँ रोक्नु पर्ने हुन्छ होइन आयुष्मान भव यिनीहरू त कुकुर पालिसिन है क्या हो चम्चम त्यही पनि ए इजी रहेछ बस्नु आउनु बस्नु आउनु ल ल ल यस्तो गाई झन उकालो त गाह्रो भइएछ कि भनेको त गाह्रो त भइदिएको हुन्छ इजी रहेछ अनि एउटा फर्काइदिने हामी सिधै जामको एकछिन पसेर हामी नि फर्किहाल्ने हो जामको सँगै भोलि काठमाडौँ जाने हो गएन हामी घन्टा 2 नि बसाइ हुन्न धेरै बस्ने न त्यसो हुन्छ फेरि केटा त्यसले गएन ल ल होइन अझै कुदाउन त यो आफै कुतिँदै कस्तो लुङ्गी हो ल है त गाइज अहिले चाहिँ हामी फाइनल्ली पुर्कोटको बाँसकटेर आइसक्यौँ होइन अब यहाँबाट चाहिँ तल झर्ने यस्तो पानी परिरहेको थियो यस्तो सिमसिमे पानी परिरहेको थियो अनि आएको होइन यस्तै छ गाइज कपडा यस्तो बिग्रिरहेको छ गाइज यस्तो छ क्या पारीको भ्यू के भनेपछि माथिपट्टि आश्रम थियो आश्रम गाइज अहिले देखाएको छैन यो पुर्कोटको आश्रम होइन यो कुहिरोले गर्दा अनि यस्तै छ गाइज फाइनल्ली माल आइयो